हेलो एभ्रिवान, हाम्रो सिस्टर चाहिँ क्याकारीभिटाबाट हुनुहुन्छ अनि यो चाहिँ उहाँको सेकेन्ड टाइम हो केराटिन ट्रिटमेन्ट ग्रेस ब्युटी पार्लरमा। हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ उहाँको बिफोर हेयर रहेको छ भने यो चाहिँ उहाँको आफ्टर हेयर रहेको छ। हजुरले देख्न सक्नुहुन्छ है, स्ट्रेट पनि आएको छ अनि साइन पनि छ, सिल्की पनि हजुर देख्न सक्नुहुन्छ है। सो यो चाहिँ हाम्रो न्यानो बोटक्स रहेको छ अनि उहाँ पनि हाम्रोमा सेकेन्ड टाइम हुनुहुन्छ है। पहिला उहाँको एकदमै कपाल पातला थियो, सो हामीले सजेस्ट गरेको थियो न्यानो बोटक्स, सो उहाँले न्यानो बोटक्स गर्नुभएको थियो र एज अ रिजल्ट उहाँको है हेयर पनि ग्रोथहरू भएको उहाँले हामीलाई भन्नुभयो एज अ फिडब्याक। सो फेरि उहाँलाई हामीले न्यानो बोटक्स गरेका छौँ अनि यो चाहिँ उहाँको फाइनल रिजल्ट रहेको छ, हजुरले देख्न सक्नुहुन्छ। कस्तो लाग्यो? राम्रो लाग्छ के? राम्रो नराम्रो भन्दा फेरि पनि हामीलाई अगाडि पनि आएको राम्रै लागेर नै आएको। हुन्छ, फेरि पनि भेटौँ है त ल नेक्स्ट टाइम।